लुट 1 तारिक स्यालेरी 10 तारिक खल्तीमा सुक्को छैन साला लुट पनि हेर्न नपाइने भयो ओइ के आइडिया निकाल्न यार तैले यो सर देखेको छस् यो शहरमा हामी जस्तो बेरोजगारहरू कति होला तर जसको यहाँ लेखेर आएको हुन्छ नि त्यसलाई मात्र पाउँछ त्यो लुट हेर्ने एक मौका र त्यो तेरोमा पनि हुन सक्छ मेरोमा पनि हुन सक्छ हेर के हुन्छ कसले गर्यो फोन नि फेरि के रे पर्स चोर्यो अरे कसले ओइ त्यही रहेछ हैन पातले गर्दा मेरो गर्लफ्रेन्डसँग किचकिच परिरहेछ मास कि त तँलाई कसले बम गर्लफ्रेन्ड पटाइ भन्थ्यो साले हाक्कुको गर्लफ्रेन्डलाई आँखा लाउँछस् तैले स्वाद गर्लफ्रेन्ड भएपछि आँखा लाग्दैन त साले बल हैन पासा दिमाग लगा दिमाग मैले सकिन म हारे यार ल पासा छोड दे त्यो फाल हात मिला न लाई यो पासा त्यो निकै ठुलो छ नि काजु खानी गर काजु खानी ल त्यसै भनिबाट काजु खानु पर्छ के गर्यो यसले पर्स चोर्यो यसले माम पहाडको पर्स चोरे हिरो बन्न खोज्छस् पासा ठोक्दिनेलाई गोली गयो ठोक्दिन त पास ला गोली त छैन नि लुटको टिकट किन्ने पैसा छैन पर्समा त लात्तै राख ला पासा फोन यही बेलामा आयो अमन किन त्यत्रो पैसा खर्च गरिस् के रे नेपाली चलचित्र लुट हेर्न नलैने पहिलो जान्छस् रे पहिलो जान्छस् कि जान्नस् पहिले स्योर गर त स्योर छैन रे पहिलो गएर त हेर बजारमा गएर छालाको बुट र छालाको ज्याकेट किनेर लाइन भने भन्ला फोन राख पासा भने यसले कसको पर्स हेर्यो बिल्डिङै ढुस्त बनायो नि तिमीले साला सङ्गत पनि कस्तो कुकुरको पैरसँग गर्न पुगेछ एउटा काम ठिकसँग गर्दैन साले पैसा दिनु पर्दैन 3 दिनभित्र मेरो पैसा दिनेस् भने तिमीहरू 2 जनालाई खसी बनाइदिन्छु खसी मुतेर बोल ल पक म मुतेर आउँछु ठिक्क साले 30 सेकेन्ड भने बन्दुक 1.5 राख्न सकिस् सोचेर बोल फेसबुकको त डनै हो नि रागर हाले यस्तो सजिलो सरकारी बटाउनलाई हात डर रहेछ पासै तेरो फलाम कम्पनीमा परे जस्तो छस् मजाक गर्छ साले 3 दिन हैन 4 घण्टामा टोल तेरो पैसा पाउँछस् अलि जा अबको 4 घण्टामा मेरो पैसा पाइन भने तेरो ढोकामा कालले ढकढकाउँदैछ हेर्दै जा भन यार लुट त हेर्न जाने न पल्ला त छ यार ल यहाँ सानोतिनो लफडा परिरहेछ म पछि गर्छु है ओइ आकु 4 घण्टामा पैसा दिन्छु भनिस् कहाँ बोल्नु छस् तँलाई 4 घण्टामा त्यत्रो पैसा के रुखमा फल्छ र के लुट्ने विचार छ के हो तेरो ल सुन 8 क्लास पास दिमागमा एउटा आइडिया छ नि मेरो अर्थ सुन केटा मेरो प्लान अब आज सन्डे ब्याङ्कमा त्यति सेक्युरिटी हुँदैन
आज हामीले ब्याङ्क लुट्नुपर्छ ट्याब्लेट तसँग गन छैन छ कतिवटा छ 2टा ल ठिक छ अनि त गाडीको व्यवस्था गर ठिक छ म गर्छु अनि तिमी चाहिँ बाहिरको सेक्युरिटीहरू हेर्ने सब हेर्छु त अनि तिमी चाहिँ ब्याङ्क लुटेर आएपछि सिधा गाडी रेडी बनाएर हामी सबै भाग्नुपर्छ त्यसपछि त हामी सबै माला माल लुट्नुपर्छ तैँले आफ्नै डान्स बार खोज्छस् अनि तैँले त्यो केटीको बाउको अगाडि गएर पैसाले हान्छस् त्यसलाई अनि तिमी कहिले पाकेट मार्न पर्दैन तिमी हाम्रै ग्याङमा हुन्छ अनि त आफैले क्यासिनो खोज्छस् र जुवाडेहरूलाई त्यहाँ लिएर आउँछस् बुझि 1 घन्टापछि हामी आएर यहीँ भेट्नुपर्छ र सबैले आफ्नो भागको पैसा लिएर जानुपर्छ अनि त्यहाँबाट कसैले चिन्दैन सबै आफ्नो बाटो बुझ्यो होइन त सबैले तल मैले अहिलेसम्म चिनेकै छैन मजाक नगर तैँले मलाई फसाउन त खोजे होइन हाकु कालेले कहिले पनि कसैलाई फसाएको छैन आफ्नो बुढी बाहेक सब कुरा थाहा छ होइन के गर्ने भनेर थाहा छ नि तँलाई कन्टै छ नि इक्जामले अन्त डिसिजन हान्छु नि ल ठिक छ ल म भित्र जान्छु त्यसपछि तिम्रो पनि पालो पालो एकजना आइज है बुझिस् ओके ओके खुल्लै जाऊ भित्र आउनुहोस् सर हामी पैसा जम्मा गर्न आएको पैसा पैसा त बाहिर काउन्टरमा जम्मा गर्ने हो पैसा अलिक धेरै छ त्यही भएर तपाईँको आएको हामी ल यही यो पैसा होइन बाहिरको के तरिका हो यस्तो पैसा कमाउने यही तरिका हो पैसा निकाल छिटो माम पाइले भनेको बुझेनस् तैँले छिटो पैसा जी नत्र यो गोली सिधै तेरो दिमागमा जम्मा गरिदिँदा बुझे के हो यस्तो भाग्यमानी रहेछस् त मेरो गोलीबाट बचिस् ल केटा जा हाम्रो काम सकियो केटा आइज केटा हो मोस एकछिन बस बस अब पैसा सब आफ्नो भागमा लाउनु पर्छ त म गान्डीलाई बोलाउँछु पखै ओइ गान्डे कहाँ छ छिटो यहाँ आइज तैँले 4 आवर्समा भनेको मैले 3 आवर्समा काम सकाइदिएँ छिटो आएर तेरो आफ्नो भाग लिन आइज कम फास्ट एज यु क्यान बुझिस् साले अब मजाक त गरेको होइन आफूले कहिले मजाक गर्दैन बुझिस् नकली त होइन पुरै पैसा पुरै छ नपट्याक गनेर हेर तैँले बुझिस् ल साली बचिस् नत्र खसी बन्थिस् ल जा मुजगर ल केटा हो काण्डेको काम त सकियो तर आज म तिमीहरूलाई एउटा मेन पार्टनरसँग भेटाउँदैछु जसले गर्दा आज हामीले यो ब्याङ्क लुट्न सफल भयो र त्यो पार्टनर हो हेट त्यता म्यानेजर होइन अहिलेको हो त हो यही हो मास्टर माइन्ड हो केटा हो मेरै मास्टर माइन्ड मेरै प्लानले गर्दा आज यो प्लान सक्सेस भएको छ
ल केटा अब ब्याङ्क पनि लुट्यो अब लुट पनि हेरिन्छ अब मोज गरिन्छ